साथीहरु नमस्कार। आजको भिडियोमा हामी केमिकल अर्थिङ कसरी गर्ने भन्ने बारेमा बताउन गइरहेका छौं। सबभन्दा पहिले हामीले अर्थिङको लागि खाल्डो खनिसकेपछि अब हामीले केमिकल रडसँग केमिकल पाउडर पनि लिएर आएका हुन्छौं र यो चाहिँ अलग अलग साइजमा पाउन सकिन्छ। हामीले चाहिँ 25 केजी केमिकल लिएका छौं र हाम्रो जुन केमिकल रडको साइज रहेको छ यो चाहिँ 3 फिट रहेको छ अनि हाम्रो खाल्डोको साइज जुन रहेको छ खाल्डोको 3.5 फिट रहेको छ। र सबभन्दा पहिला हामीले केमिकल घोरेर खाल्टोमा अलि केमिकल हाल्ने। केमिकल हालिसकेपछि अब अर्थिङ रडलाई पनि हामीले खाल्डोको सेन्टरमा पारेर अर्थिङ रडलाई राख्ने। यसलाई चाहिँ ठोक्नु हुँदैन र साइडदेखि माटोसँग कनेक्टिभिटी हुनु भएन। यसले गर्दा के हुन्छ कि हाम्रो जुन रेजिस्टेन्सको भ्यालु आउँछ त्यो बढ्छ। त्यही भएर हामीले चाहिँ रेजिस्टेन्सको भ्यालु घटाउनकै लागि चाहिँ यसलाई हामीले सेन्टरमा राखेर यो जुन केमिकल पाउडर रहेको छ यसलाई घोलेर चाहिँ हामीले यसमा राखिदिने। र यति गरिसकेपछि अब हामीले जुन यो केमिकल बचेको छ यसलाई चाहिँ सकेसम्म त पुरै फिलिङ गर्दा उपयुक्त हुन्छ र यदि हामीसँग अलिक कम परिहाल्यो भने त्यो केसमा हामीले यसलाई चाहिँ माटो हालेर फिलिङ गर्ने। र यो अर्थिङ गर्नको लागि चाहिँ हामीले खाल्डो ज्यादा चौडा खन्नु हुँदैन। यो कम एरियामा नै हामीले खाल्डो खन्नु पर्छ। र त्यही भएर अब हाम्रो यहाँनिर स्पेस पनि कम थियो, त्यही भएर हामीले यहाँनिर चाहिँ 1 मिटरकै अर्थिङ रड राखेका छौं। नत्र अर्थिङ रड यहाँ 1 मिटर 2 मिटर 3 मिटर फरक साइजमा पाउन सकिन्छ। र हाम्रो यो नर्मल घरको लागि हो, यो भएर 1 मिटर पनि यहाँनिर काफी हो। त्यही भएर हामीले 1 मिटरको चाहिँ अर्थिङ रड राखेका छौं। र अब हाम्रो अर्थिङको प्रोसेस चाहिँ हाम्रो सकियो। त्यसपछि हामीले खाल्डोमा माटो हालेर जुन यो अर्थिङको पोइन्ट बनेको थियो त्यसलाई चाहिँ माथि राख्ने र हामीले जुन एमसी बक्सबाट हाम्रो अर्थिङको वायर आउँछ त्यसलाई चाहिँ सेपरेट लिएर चाहिँ यसमा नटबोल्ट लिएर कस्दिने। यदि अर्थिङ गर्दाखेरि चाहिँ हामीले वायर जुन मोटो युज गर्नुपर्छ, किनभने यो जुन हामीले 75 कै तार चाहिँ बाहिर ल्याउनु हुँदैन, किनभने यसमा चाहिँ पछि त्यो तार जल्ने सम्भावना हुन्छ। त्यही भएर हामीले अर्थिङ गर्दाखेरि जहिले पनि अर्थिङको तार अलि हेभी नै राख्ने गर्नुपर्छ। र हामीले यो अब यो नटबोल्ट चाहिँ एसएसको लिएपछि हाम्रो स्टिलको अब हामीसँग यहाँनिर एभाइलेबल थिएन, त्यही भएर हामीले जिआईका नै नटबोल्ट युज गरेका। साथीहरु नमस्कार। आजको भिडियोमा हामी केमिकल अर्थिङ कसरी गर्ने भन्ने बारेमा बताउन गइरहेका छौं। सबभन्दा पहिले हामीले अर्थिङको लागि खाल्डो खनिसकेपछि अब हामीले केमिकल रडसँग केमिकल पाउडर पनि लिएर आएका हुन्छौं र यो चाहिँ अलग अलग साइजमा पाउन सकिन्छ। हामीले चाहिँ 25 केजी केमिकल लिएका छौं र हाम्रो जुन केमिकल रडको साइज रहेको छ यो चाहिँ 3 फिट रहेको छ अनि हाम्रो खाल्डोको साइज जुन रहेको छ खाल्डोको 3.5 फिट रहेको छ। र सबभन्दा पहिला हामीले केमिकल घोरेर खाल्टोमा अलि केमिकल हाल्ने। केमिकल हालिसकेपछि अब अर्थिङ रडलाई पनि हामीले खाल्डोको सेन्टरमा पारेर अर्थिङ रडलाई राख्ने। यसलाई चाहिँ ठोक्नु हुँदैन र साइडदेखि माटोसँग कनेक्टिभिटी हुनु भएन। यसले गर्दा के हुन्छ कि हाम्रो जुन रेजिस्टेन्सको भ्यालु आउँछ त्यो बढ्छ। त्यही भएर हामीले चाहिँ रेजिस्टेन्सको भ्यालु घटाउनकै लागि चाहिँ यसलाई हामीले सेन्टरमा राखेर यो जुन केमिकल पाउडर रहेको छ यसलाई घोलेर चाहिँ हामीले यसमा राखिदिने। र यति गरिसकेपछि अब हामीले जुन यो केमिकल बचेको छ यसलाई चाहिँ सकेसम्म त पुरै फिलिङ गर्दा उपयुक्त हुन्छ र यदि हामीसँग अलिक कम परिहाल्यो भने त्यो केसमा हामीले यसलाई चाहिँ माटो हालेर फिलिङ गर्ने। र यो अर्थिङ गर्नको लागि चाहिँ हामीले खाल्डो ज्यादा चौडा खन्नु हुँदैन। यो कम एरियामा नै हामीले खाल्डो खन्नु पर्छ। र त्यही भएर अब हाम्रो यहाँनिर स्पेस पनि कम थियो, त्यही भएर हामीले यहाँनिर चाहिँ 1 मिटरकै अर्थिङ रड राखेका छौं। नत्र अर्थिङ रड यहाँ 1 मिटर 2 मिटर 3 मिटर फरक साइजमा पाउन सकिन्छ। र हाम्रो यो नर्मल घरको लागि हो, यो भएर 1 मिटर पनि यहाँनिर काफी हो। त्यही भएर हामीले 1 मिटरको चाहिँ अर्थिङ रड राखेका छौं। र अब हाम्रो अर्थिङको प्रोसेस चाहिँ हाम्रो सकियो। त्यसपछि हामीले खाल्डोमा माटो हालेर जुन यो अर्थिङको पोइन्ट बनेको थियो त्यसलाई चाहिँ माथि राख्ने र हामीले जुन एमसी बक्सबाट हाम्रो अर्थिङको वायर आउँछ त्यसलाई चाहिँ सेपरेट लिएर चाहिँ यसमा नटबोल्ट लिएर कस्दिने। यदि अर्थिङ गर्दाखेरि चाहिँ हामीले वायर जुन मोटो युज गर्नुपर्छ, किनभने यो
जुन हामीले 7.5 कै तार चाहिँ बाहिर ल्याउनु हुँदैन, किनभने यसमा चाहिँ पछि त्यो तार जल्ने सम्भावना हुन्छ। त्यही भएर हामीले अर्थिङ गर्दाखेरि जहिले पनि अर्थिङको तार अलि हेभी नै राख्ने गर्नुपर्छ। हामीले यो अब यो नट बोल्ट चाहिँ एसएसको लिए पनि राम्रो, स्टिलको। अब हामीसँग यहाँनिर एभाइलेबल थिएन, त्यही भएर हामीले जिआईका नै नट बोल्ट युज गरेको।